हेलो गाइस, फाइनली म चाहिँ है यहाँनिर आएको छु। आज चाहिँ ओरेन्ज पुरा खान मन लाग्यो, त्यसैको लागि आएको छु यहाँनिर। हेर्नुहोस् ल, ओरेन्जको भेराइटीहरू चाहिँ यहाँनिर कहाँ कहाँबाट आएको रहेछ हेर्नुहोस् है। लु हेर्नुहोस् है, सबै ओरेन्जहरू मात्रै छ यहाँनिर। किवीहरू रहेछ है। फ्रुट सेक्सनमा आएको छु यहाँनिर। तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ, यसो कमेन्ट्सहरू चाहिँ गर्नुहोस् है। यो चाहिँ के फ्रुट हो, अचम्मैको रहेछ यो त। मैले पनि चिनेन कुन चाहिँ फ्रुट हो। हेर्नुहोस् है मित्रहरू, सबै यो केरा रहेछ, हेरिहाल्नुहोस्। यो त फिलिपिनबाट आउँछ यहाँनिर केराहरू चाहिँ। लु हेर्नुहोस्, बहुत दामी बनाएको हुन्छ यहाँनिर। हेर्नुहोस्, यो चाहिँ के हो, सिमलकन्डा हो कि के भन्छ यसलाई। यो पनि फ्रुटै रहेछ, हेर्नुहोस् है। पर्सियस तरबुजा रहेछ। यो एप्पलको भेराइटी हेर्नुहोस् है। यहाँ चाहिँ 12 महिना हुन्छ क्या एप्पलहरू चाहिँ। पिरियड्सहरू हेर्नुहोस्, नास्पातीहरू, आरुहरू। लु हेर्नुहोस् है, एप्पलहरू। एप्पल भनेपछि कसरी 7 रुपियाँ रहेछ यहाँको। 7 लिए रहेछ कि 7 लिए कन्भर्ट गर्दा चाहिँ त इन्डियाको हुन्छ तपाईँको भनेपछि 150 रुपियाँ किलोहरू जस्तो पर्ने हुन्छ। रेड एप्पलहरू हेर्नुहोस् है, 8 रुपियाँ यहाँको। 8 रुपियाँ रहेछ, हेर्नुहोस् है। 8 रुपियाँ भनेर कन्भर्ट गरेर सिधै 170-75 रुपियाँ किलो पर्ने छ। सस्तो पाउँछ यहाँनिर इन्डियाभन्दा। यहाँनिर आरो बगडाहरू हेर्नुहोस् अब। आम्मामा, यो हो नि हौ फ्रुट त। हेर्दै जिब्रोबाट पानी चुन्छ नि।